कहाँदेखि आउनुभयो? म्याग्दीदेखि है। हजुरहरू? म्याग्दी नै है। कहाँबाट आउनुभएको नि? हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल भलेवाली अफिसियल। उसमी सुरेन्द्र विश्व गाइस, के छ सन्चै हो नि? म पनि एकदम सन्चै छु। आज भने म के आइज बोल्न दुकुर त्यही हो गाइस। आज भने म मन्दिर जाँदैछु बुढीसँग। बुढी आउँदैछिन्, बाइकमा जाने हो। आमा कति राम्रो सुहाएको, जुत्ता धोएको। हेलो, यता हेर त एकचोटि। चप्पल धुँदै हो। के छ त? यता हेर त, यता त। WWE च्याम्पियनसिप सुपरस्टार जोन सिना होइन कि रेन्डी वाटन भन्नु पऱ्यो। सो त्यही हो, भिडियो अन्तिमसम्म हेर्नु पऱ्यो। आज भने हामी चाहिँ बलेवाकै एकदमै चर्चित नेपालकै दोस्रो बलेवा भैरव स्थानमा जाँदैछौँ। यति बेला नवदुर्गा लागेको छ, चैते दशैँको अवसर छ, त्यही भएर हामी जाँदैछौँ है। सो भिडियो अन्तिमसम्म हेर्नु पऱ्यो है त ल। सो गाइस, हामी चाहिँ अहिले बाटोमा छौँ। अब लगभग आधी बाटोमा आइसकेका छौँ है। त्यही हो, बाइक चट्टसँगले धोएर है अहिले न्युट्रलमा बसिरहेको छु। सर अब जाँदैछौँ है। धुलो छ, अरू गाडी आएका छैनन्। अरू गाडी त माथिदेखि किचन डाँडामा है। ल यति बेला हामी सती पोखराको डाँडामा छौँ है। बलुवाका काला भैया बलुवाकै कुटीरमा। सो गाइस, यति बेला सती पोखरा भन्दा थोरै मासतिर पट्टि आइसकेको छु है। आफ्टर लङ टाइम पछि चाहिँ फेरि भ्लग स्टार्ट गरिरहेको छु गाइस। जतिले पनि अहिलेसम्म सपोर्ट देखाइरहनु भएको छ, एकदमै सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है। त्यही हो, आगामी दिनमा पनि यस्तै माया र सपोर्ट देखाइदिनु होला। तपाईँहरूकै माया र सपोर्टले गर्दा आज हाम्रो च्यानल, हाम्रो युट्युब फ्यामिली चाहिँ लगभग 3000 को हाराहारीमा सब्सक्राइबर पुगिसकेको छ। सो आगामी दिनमा पनि यस्तै माया सपोर्ट देखाइदिनु होला भन्न चाहन्छु। र मेरो च्यानललाई यदि नयाँ हुनुहुन्छ च्यानलमा भने सब्सक्राइब गर्नु होला र भिडियोहरूलाई चाहिँ सेयर गर्नु होला र छेउमै रहेको बेल आइकनलाई पनि हिट गर्नु होला भन्न चाहन्छु है। बाटो लगभग अफरोड छ। डट बाइक लिएर आउने भने त एकदम इजिली आइन्छ, तर अरू बाइकहरूमा हल्का एकदमै कन्सियस भएर चलाउनु पर्छ, किनभने गेउरेटे बाटो ढुङ्गा यस्तै छ है। यतातिर गाइस लाली गुराँस, हाडे काफल सबै पाइन्छ है। कालिजहरूदेखि लिएर बाघदेखि लिएर सब पाइन्छ है। बलेवा चाहिँ बलेवाको भैरवस्थान मन्दिर नेपालकै दोस्रो ठुलो मन्दिर हो है। एउटा चाहिँ पाल्पामा छ। अहिले चाहिँ बलेवा भैरवस्थान मन्दिर चाहिँ एकदमै सुधारात्मक छ, किनभने त्यहाँ चाहिँ अहिले त्यहाँको अहिले व्यवस्थापन समितिले धेरै कुराहरू परिवर्तन गर्नुभएको छ। तपाईँले मेरो अगाडिको भिडियोमा पनि देख्नुभएको होला है। सो त्यही हो, आजको भ्लग कस्तो बन्छ अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु। यो भ्लग बनाउँदै राइड गर्दै खतरा मजा आइरहेको छ। आफ्टर लङ टाइम पछि यसरी भिडियो बनाउँदैछु म है। अहिले त आगो लाएर सकिएर हो कि तलतिर पनि टिपेर सकेको छ। उहाँ थियो अस्ति आउँदैछ।
लगभग अब हामी चाहिँ मन्दिर पुग्न लागिसकेका छौँ गाइज है। मन्दिरतिर आउने बाटो चाहिँ एकदम धेरै छ। बागलुङबाट आउँदाखेरि उता सुनडाँडा हुँदै आउनु पर्छ, यता तल कैयातिर आउँदाखेरि हाम्रो गाउँ हुँदै सरङ्गे हुँदै यता आउनुपर्छ है। हालेका फल पाइने सिजन त यो, तर यति बेलै पाइँदैन है। ऐसेली त पाइन्छ, ऐसेली पनि छ यहाँदेखि नै उतालतिर बुझ्छ। त्यो त अब अहिले हेरेपछि थाहा हुन्छ। हेर्लाम त माया जुगै हो जानी, नाला माया दुई दिनको हो भनी। देउराली डाँडा भैरवको थान, बादलुले छोपियो, बादलुले छोपियो। सो गाइज हामी मन्दिरभित्र छिरिसकेका छौँ। गेटबाट यतापट्टि मन्दिर हो है। एकदम आज चाहिँ भक्तजनहरूको एकदमै भिडभाड छ। माथि पार्क छ त्यो डाँडामा, तलपट्टि पुरै छङ्गे भिड हो। यतापट्टि पार्नु भएको छ है। हरेलो मेला भएको ठाउँ पनि है। फाइनली गाइज म मन्दिर आइसकेको छु। मेरो बुढी चाहिँ त्यहाँ लाइनमा छिन्। आज चाहिँ नवदुर्गाको तेस्रो दिन छ। श्रद्धालु भक्तजनहरू आइसक्नु भएको छ। कोहीले कुखुरा लिएर है। एकदमै लामो लाइन देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ आउनको लागि एकदमै गाडीको सुविधा छ। तपाईँहरू बागलुङको त्रिवेणी होटलबाट सम्पर्क गरेर आउन पनि सक्नुहुन्छ र केबुल कारबाट आउनु भने पनि तपाईँलाई एकदमै गाडीको चाहिँ कमी हुँदैन। आफ्नो पर्सनल बाइक लिएर पनि आउन सक्नुहुन्छ। स्कुटर, ट्याक्सी, जुनसुकै सवारी साधन पनि यहाँ आउने बाटो छ। यहाँहरू चाहिँ आउन सक्नुहुन्छ। बलेवा भैरव स्थान बलेवाकै एकदमै मुटु भनेर चिनिएको मन्दिर हो र अघि पनि मैले तपाईँहरूलाई भनिसकेको छु, देशकै दोस्रो ठुलो मन्दिर भैरवको है। एकदमै लामो लाइन छ है, तपाईँले देख्न सक्नुहुन्छ। कोही लोकल भालेहरू लिएर आउनु भएको छ पूजा गर्नको लागि चाहिँ। यहाँ आउँदाखेरि तपाईँहरूले धुप ध्वजा लिएर आए पनि हुन्छ। हाम्रो मन्दिर चाहिँ लगभग 365 दिन नै खुल्छ। औँसीमा काटमार हुँदैन, एकादशीको दिन काटमार हुँदैन है। नभए चाहिँ नभए अरू दिन 365 दिन नै ढोका खुला हुन्छ। तपाईँहरू आउन सक्नुहुन्छ। यदि तपाईँ धर्म कर्ममा आस्था राख्नुहुन्छ भने आउन सक्नुहुन्छ है। यो मन्दिरको यतापट्टिको पछाडिपट्टिको भाग हो। यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ। तलपट्टि सट्टै भिर छ, तल खौरा हो। यतापट्टि राई डाँडा भिर तपाईँले देख्न सक्नुहुन्छ। एकदमै रमाइलो छ ठाउँ, आउनु होला है भन्न चाहन्छु। सो त्यही हो। अहिले चाहिँ मन्दिरको भौतिक संरचना एकदमै राम्रो भइराखेको छ र उतापट्टि अर्को निर्माणाधीन काम पनि हुँदैछ है। यतापट्टि मान्छेहरू देख्न सक्नुहुन्छ। यताबाट फेरि टक्कै आज चाहिँ हल्का धमिलो छ मौसम। गाडीको लाइनहरू छ है। उतापट्टि गेटमा पनि गाडीहरू धेरै नै छ है। अनि त्यसपछि यहाँ तलपट्टि कुस्मा चौर सबै केवलकारतिरको ठाउँ बन्जी पुलहरू पनि देखिन्थ्यो। आज मौसम अलि धमिलो भएको कारण देखिएको छैन है। सो त्यही हो। आजको भ्लग यस्तै बन्दैछ। धार्मिक स्थलमा आएर भ्लग बनाउँदैछु है। भिडियो अन्तिमसम्म हेर्नु होला। यस्तो नमस्ते गर्नु पर्यो है। म यति बेला मन्दिरतिरै छु गाइज है। मन्दिरतिर एकदम रमाइलो छ। हाम्रो अध्यक्षजीले भिडियो बनाइरहनु भएको छ है। यतापट्टि चाहिँ पञ्चल आइरहेछ है, पञ्चमुड है। नाच्दै रमाइलो गर्दै गाउँदै पाडो। ओहो दुईटा ल हाम्रो बटडाबाट दाइहरूले पञ्चल लिएर आउनु भएको छ। पञ्चमुड भन्छ यसलाई।
पूजा गर्नको लागि पञ्चल लिएर आउनु भएको छ तल बटाडादेखि है। कहाँदेखि आउनुभयो? म्याग्दीदेखि है। हजुरहरू? म्याग्दी नै है। कहाँबाट आउनुभएको नि? म्याग्दी। कहाँदेखि आउनुभएको? चौरा। हजुर ए हाम्रो गाउँको तल। हजुर बलियाकै भाजा राम्रो लाग्यो। कहाँबाट आउनुभयो नि हजुरहरू? बागलुङ बजारदेखि आउनुभयो है। सो गाइज सबैजना टाढा टाढादेखि आउनु भएको छ दर्शन गर्नको लागि। तपाईँलाई नि पाइक पऱ्यो भने आउनु होला है। त हाम्रो बलेवाको भैरमथान मन्दिरमा एकदम भिडभाड छ। दुर्गाको बेला छ। दुर्गाको आज तेस्रो दिन छ। बाजामा एकदम नाचिरहनु भएको छ है। भजन बजाइरहेको छन् है बाजाले भजन। फाइनल्ली हामी पूजा सकेर टिकाटाला गरेर हामी घर जाँदैछौँ है। हाम्रो पूजा चाहिँ एकदमै रमाइलो भयो। अझै पनि भक्तजन आउने चाहिँ क्रम जारी नै छ किनभने बाइकहरू देख्न सक्नुहुन्छ तपाईँले। उता गाडीहरू भर्खर आएर त्यहाँ बिसाइरहेछ। अझै पनि लगभग अहिले 4:30-3 भइसकेको छ। सो त्यही हो, हामी चाहिँ फर्किसकेका छौँ। अब चाहिँ फाइनल्ली हामी चाहिँ घर आइसकेका छौँ र अहिले राति परिसकेका छ। मैले भिडियो यति बेला एडिट गर्दैछु। त्यही हो आजको भिडियो चाहिँ फुल्ली मन्दिर गएको र आएको थियो। र आजको भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिँदै गर्नु होला। किनभने बलेवाको एकदमै मुटु भनेकै बलेवा भैरव स्थान मन्दिर हो। त्यहाँ चाहिँ आफूले मनले सोचेको आँटे ताकेको चिताको सबै कुरा पुरा हुन्छ भन्ने चाहिँ एउटा आस्था र विश्वास रहेको छ। र यदि तपाईँहरूलाई पनि मनमा कुनै सोच र सङ्कोच छ र यदि धर्मकर्ममा आस्था राख्नुहुन्छ भने बलेवा भैरव स्थान मन्दिरमा पूजाआजा गर्नको लागि आउन सक्नुहुन्छ। पञ्चल लिएर हुन्छ या कुखुरा परेवा नरिवल धुपधजा के लिएर आउनुहुन्छ आउनु होला। हाम्रो बलेवा भैरव स्थान व्यवस्थापन समिति एकदमै तपाईँहरूलाई स्वागत गर्न तत्पर छ र सम्पूर्ण बलेवावासीहरू तपाईँहरूका लागि स्वागत गर्न तयारी छ भन्दै आजको ब्लगबाट बिदा चाहन्छु। नमस्ते, बाइ बाइ, टेक केयर, आई लभ यु, थ्याङ्क यू फर वाचिङ।